नमस्कार सबैजनामा म चाहिँ हिजोको नेपाल भर्सेस इङ्ल्यान्ड म्याचको बारेमा केही कुरा भन्दैछु। हिजो चाहिँ भिडियो बनाउन पाइनँ मैले चाहिँ। गेम चाहिँ एकदमै एकमुष्टमा भन्नुपर्दा एकदमै राम्रो प्रदर्शन गरेको थियो नेपाल। इङ्ल्यान्ड जस्तो टिमलाई यतिसम्मको प्रदर्शन गर्नु भनेको सानोतिनो कुरा होइन। त्यसैले गर्दाखेरि हामी खेलाडीलाई यसले यो गरेन, यसले गर्न सकेन, यस्तो गरेन भनेर नभनौँ। सबैजनालाई माया गरौँ, सबै खेलाडीलाई सम्मान गरौँ। खेलाडीहरू सबैजना प्रदर्शन एकदम राम्रो गर्छ भन्ने हुँदैन कि कुनै गेममा कोही चम्किन्छ त कुनै गेममा कोही चम्किन्छ। त्यसैले गर्दाखेरि सबै खेलाडी चल्दैन। जुनसुकै गेममा पनि हेर्नु होला, तपाईँहरूले पनि इङ्ल्यान्डको टिममा पनि हेर्नु होला कस्तो भयो। अब प्रदर्शन चाहिँ नेपालको एकदमै राम्रो भएको थियो। लास्टमा आएर हार बेहोर्नु पर्दाखेरि अलिक दुःख मलाई पनि लागिरहेछ, तपाईँहरूलाई पनि लागिरहेछ, छटपटाट पनि भइरहेछ, विश्वास पनि लागिरहेको छैन के। किन भन्दाखेरि हाम्रो पुरानै घाउ छ यो क्रिकेटको बारेमा। किन भन्दाखेरि 2024को क्रिकेट म्याचमा चाहिँ नेपाल भर्सेस साउथ अफ्रिकाको गेममा 1 रनले हारेको थियो। त्यो घाउ अझैसम्म सबैजनाको मनमा छ कि 1 रनले हारेको। अझ फेरि यो इङ्ल्यान्डको म्याच पनि सबैजनाको मनमा बस्ने छ। तर खेलाडीहरूलाई चाहिँ गाली गर्नुहुन्न हामीले। प्रदर्शन खेलाडीहरूको एकदमै राम्रो भयो। ब्याट्सम्यानहरूको सेकेन्ड इनिङमा लोकेश बमले पनि एकदमै खतरा गरेको है। लास्टमा कति भन्दाखेरि 18 बलमा 45 रन चाहिँदाखेरि लगभग नेपालले हारिसक्यो जस्तो लागिरहेको थियो। मलाई पनि लागिरहेको थियो, अरू सबैजनाले लागिरहेको थियो होला। तर हार्न त हार्यो, लास्टमा आएर खेल आफ्नो हातमा ल्याइसक्यो, खेल हार्यो कि। त्यति दुःखको कुरा चाहिँ त्यो हो। पहिले हारेको भए यति चाहिँ हुन थियो होला। लास्टमा आफ्नो हातमा ल्याइसकेपछि खेल चाहिँ हार्दाखेरि एकदमै गाह्रो भयो है साथीहरू। त्यसैले गर्दाखेरि सबैजनाले सपोर्ट गरौँ, क्रिकेट टिमलाई गाली नगरौँ। अब आशा गरौँ कि यहाँभन्दा पछाडिको खेल चाहिँ एकदमै खतरा हुनेछ। नेपाली टोलीले एकदमै खतरा प्रदर्शन गर्छ भन्ने हामीलाई आशा छ। एकदमै बलियो भएर निस्किनेछ। सबैजनाले सम्मान गरौँ नेपाली क्रिकेट टिमलाई, सबैले माया गरौँ। जय नेपाल, जय क्रिकेट टिम। सबैजना समर्थकलाई धेरै धेरै धन्यवाद। स्टेडियममा गएर पुरै नेपालको झन्डा फर्काइदिनु भयो, त्यसको लागि पनि धन्यवाद। हस्, बिदा हुन्छु, नमस्कार।